मैदानमा देखिरहनु भएको छ नीलो जर्सीमा दलसिंहपाडा स्पोर्ट्स एसोसिएसनका खेलाडीहरू भनेदेखिलाई रातो जर्सीमा कालीझोडाका खेलाडीहरू र आजको यस खेलको ए पुगवा रहेछ त दामी खेल्छ ओए अगाडिबाट कुद्नु पर्दैन नि त्यहाँ भयो त आइडिया हुनु पर्यो नि आइडिया छैन भने केही हुँदैन गोल गोल हाल्यो दामी 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 माथिबाट है हेभी लिफ्ट गर्छ त्यसले उसले कर्नर फ्ल्यागले गएको थियो नि कोनापट्टि नै रिटर्न दिइहालेको नि गोल दामी 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 सुन्दर गोलको साथ अब भने यस खेलमा दुवै दल दलसिंहपाडा स्पोर्ट्स एकाडेमी अनि शक्ति सङ्घ कालीझोडा एक गोल नेपाल भएमा छ राम्रो पायो नि त हजुर मेन्टीले राम्रो हान्दो रहेछ 12 नम्बर गोल गोल लाइनम्यानलाई हेर्दैछ स्कुलहरूले पनि पानी भिजिहाल्छ आउनु आउनु स्कुल ड्राइभर सुनाउँछ हजुर हजुर ए हाल्छ है गाडी ओ हाल्यो दामी दामी फेरि बेला तिनै उत्कृष्ट गोल गरेर दुई फेरि यस म्याचमा दलसिंहपाडा स्पोर्ट्स एकाडेमी कालीझोडाको 2 गोलको विरुद्ध उहाँले पनि 2 गोल लगाएर यस खेलमा बराबरीमा छ फेरि कालीझोडा ल मलाई त कमेडी निकाल्दै हुन्छ नि हैन डाइरेक्ट सेन्ड निकाल्छ त्यस्तो हुन्छ नि त हो कि नभन्दा अर्को बाल त जर्सी लगाएर बस्नु पर्यो नि त्यस्तो राखेको दाजु भन्दै थियो दिँदैन होला नि त खेल्नु र यस गोल गोल माछा पार्ने हो हेर ल यसले त हाल्छ आरामले हाल्छ तल्लो पोस्टमा हाल्ने किपर राम्रो थियो त बहुत ही सुंदर शॉट कन्फर्म होला माछा साह्रै शुल्क त सक्दै सक्दैन हौ पछाडिबाट लाग्यो दालाई त खोजिरहेको छु मैले आएको छ कि छैन हौ आउनु त आउनु पर्ने सरस कहाँ छ बोका त कहाँ छ बोका के भयो माना
दक्षिणबाट आएको मेटल जस्तो नै हो दामी 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 सँगसँगै शक्तिसँग कालीझोडा यसले नि पोस्टमै ठोकाएर छिरायो